नमस्कार सम्पूर्णमा हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो नौलो सुरुवात च्यानलमा र आज पनि म फेरि नयाँ भ्लग बनाउँदैछु हैन र अहिले म फेरि रेडी हुँदैछु। आज पनि हामी कहीँ बाहिर जान आँटेका छौँ र हेर्दै गर्नु होला मेरो भिडियो अन्तसम्म। जुत्ता लगायो रेडी चाहिँ भइसकेको छु म अलमोस्ट। मेरो के नयाँ जुत्ता कसैको अब हिजो किनेको ज्याकेट लाउँछु नयाँ हो। ब्ल्याकमा वाइट आउँछ होला टप चाहिँ वाइट हो। कोट लाउँछु भनेर सोच्दै थिएँ कि फेरि यस्तो जाडो चलाएको छैन त्यहाँदेखिमा आजको मेरो आउटफिट त्यस्तै हो। रेडी भइसक्यो कहाँ जान आँटेर आज हामी भन्थेन फेरि मात्रै। यस्तो छ है मेरो आजको आउटफिट। कति ब्लर आयो त है कत्रो मोटो देख्दैछ मलाई त। लु हिँड्नु हिँड्नु म लास्टमा हिँड्छु। ल मैला माथि हाल्ने अरे यो चाहिँ निस्केको जाडो भएन आमालाई। यहाँ फुटेर डिपेको हो। अहिले चाहिँ कति बज्यो भन्दाखेरि 2:30 हुन आँट्यो। सुन अलिकता बस्नु अहिले फेरि गाडीले लाग्ला। हिँड्ने बानी हराएर चाहिँ मैला फ्याँक्ने जग्गा हो। प्लास्टिकहरू मात्रै हाल्नु पाउँछ यसमा त। लु चढु चाहिँ म फर्स्ट सिटमा बस्छु। मेरोमा कनेक्टै हुँदैन। हाम्रो बाबाले गाडी सफा गर्नु हुँदैछ यी धुलो भयो छोडिदिनु अहिले धुलै धुलो हुन्छ। त्यही त यो चाहिँ हाम्रो गाउँको गुम्बा हो पागाङ छोलुङ गुम्बा। अहिले पेट्रोल पम्पमा छौँ र अब चाहिँ पेट्रोल हाल्न आँटेको हो। यहाँ विशालभित्र पसिरहेको छु मैले सामान किन्नलाई। यहाँ आउनु नि अहिले माथि अहिले ओह्रालो झर्दै किन्नुपर्छ। टप फ्लोरमा जाउँ न भाँडाकुँडा भएकोमा। कुसनहरू यहाँ छ 99 मात्र रहेछ यो कुसनको। कुसनहरू चाहिँ यहाँ 99 हजुर। यस्तो भनेको रहेछ त है कत्रो लामो लामो रहेछ। त्यहाँ फुलहरू रहेछ यहाँ चाहिँ आर्टिफिसियल 199 रहेछ यो। कुन चाहिँ मलाई त सबै मन पर्यो यो। दिस इज 299। देखा त देखा न यो किन्ने ब्लेजर किन्ने अरे खै हाम्रो सामान चाहिँ यहाँ छ यहाँ छ।
जाउँ आउनु ये अब नाप्नु आँटेको छु हो स्यान्डलहरू राम्रो राम्रो रहेछ यो चाहिँ मेरो एकजना स्टुडेन्टलाई लगिदिन्छु ओ चप्पलले राम्रो देखियो कि यसले हौ आउनु त अर्को कालो लगाउनु न कालो कालो गरम हौ कस्तो दामी दामी हेरेर रहेछ केटीको चाहिँ यहाँ आएर लिनुहोस् सबैजना यसले होला हौ कोही पनि त हौ अहिले काउन्टरमा छु यहाँ कालिम्पोङको जाममा फसिरहेको छौँ होइन अघिदेखिको आधी घन्टा भइसक्यो जाम छ कालिम्पोङको दिल्ली स्टोर चाहिँ यो है दिल्ली स्टोर भर्खर यहाँ आइपुग्यो कहिले हो कहिले हामी चाहिँ फाइनली यहाँ मेफेयरभित्र आइपुग्यौँ है यत्रो जाम काटेर हामी चाहिँ फाइनली यहाँ आइपुग्यौँ होइन अब भित्र जान्छौँ भित्र जाँदैछौँ हामी चाहिँ हामी रहेछ कि म त फर्स्ट टाइम आएको यहाँ दामी है आमा कस्तो दामी वाह यो के हो है पाउँछ फोटो जति जाउँ भित्र क्या शान्ति है यहाँ ओ दामी रहेछ कि आम्मामाम राति त यस्तो दामी छ झन् दिउँसो आयो भने झन् दामी छ यति जाडो भयो यो चाहिँ कसको होला प्राइभेट सायद बुकिङ होला हो एकदमै राम्रो रहेछ कस्तो जाडो यहाँ हाम्रो आमा र बाबा चाहिँ फोटो खिच्दैछ है यहाँ सेल्फी लिँदैछ है यो पछिको चाहिँ कालिम्पोङ बजार जाउँ अब खानुपर्छ खाना हामी चाहिँ यहाँ डिनर गर्न आएको यही जाम भएर बस्दा भएको नि चाहिँ यहाँ भर्जिन मोहितो खानु आँटेको छु होइन यहाँ आमाले हेर्नुहुँदैछ के खाने आमा त्यही मोहितै यति दामी रहेछ यो दिनु न मिठो आलु चिप्स कम्प्लिमेन्टरी आलु चिप्स सबै खाइसक्यो कस्तो भयो खाना आइपुगेको छ अहिले भात यहाँ हाम्रो बिरयानी बटर चिकन चिल्ली भेज पनिर Let's try. घर कति आउँछ होला बिल गेस तपाईँ 9,000 तपाईँ 10 7 to 8,000 मा आउँछ होला हेरौँ को चाहिँ कसको गेस राइट हुँदो रहेछ है तपाईँलाई म देखाउने छु खाइसक्यौँ बिफोर एन्ड आफ्टर चाहिँ यस्तो है खाएर लडेको डेजर्ट पर्खिरहेको छौँ होइन के पो मगाएको छ हामीले त बाबा के मगाएको के मगाएको डेजर्टमा ए गुलाब जामुन पकेको आइपुगेकै छैन
गुलाब जामुन आइसकेको छ होइन खानु खानु न तपाईँ मिठो तातो कति आएछ बाबा 5000 कति ए कसले भनेको थियो त्यस्तो बेसी त आएन रहेछ हो गुलाब जामुन कति टाटो रहेछ फेरि बन्ने क्या के गर्ने टाइम लाग्यो गाडी त भयो गुलाब जामुन खानुहोस् मिठो लागेन खाना सबैलाई है आउनुहोस् तपाईँहरू सबैजना होइन फ्री टाइममा यस्तो बेसी एक्सपेन्सिभ छैन राम्रै छ होइन र म मेरो भिडियोलाई पनि म यहीँ अन्त गर्न चाहन्छु मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् धेरैभन्दा धेरै माया दिनुहोस् थ्याङ्क यू फर वाचिङ बाई आजको मेरो भिडियो यति नै थियो